ल हामी चाहिँ निस्किँदै ल बस साथीभाइहरू हामी चाहिँ अहिले बिस्तारै अब सग्राबास आइपुग्न लाग्यो अनि यहाँबाट चाहिँ लगभग 10-15 मिनट जस्तो लाग्छ अब हामीलाई पुग्न त्यस्तो धेरै टाढा छैन अनि अहिले चाहिँ यो कस्तो भन्नाले अब माइक बिग्रियो कि मेरो फोनको नि यो चाहिँ भाइको फोनबाट रेकर्ड गरिरहेको छु मेरो फोन खै के भयो अब भाइको फोनले खिचिरहेको छु अनि हामी चाहिँ अब त्यस्तो टाढा ट्रिपल लोड हो नि त फेरि है ल माम कसरी जाने हामी ल ओइ हेलो यहाँ स्कुटरै बिग्रियो सग्राबास आएर के यो ओह्रालो त अब यहाँ ओह्रालो झरेसी स्टार्ट भयो भने आइहाल्छ टाइम लाग्दैन ओह्रालो त झर्दैछु नि यहाँ ठ्याक्कै त यो सम्म ठाउँनिर आइपुग्ने बित्तिकै हो कि ए ल अहिले त पायो भने म लिएर आऊँ ल आन्टी ल साथीभाइहरू है अनि हामी चाहिँ अहिले लमजुङ आइसकियो घरमा अब हाम्रो एकछिनमा टिका हुन्छ अहिले चाहिँ यही हो अनि यो होस्टल पहिला हामी बोल्ने ठाउँ भइहाल्यो होइन अनि अब चाहिँ अरू कुराहरू अब एकछिन पछि अब टिका लाउने बेला आउँदैछ त्यही हो साथीहरू यो माइकै बिग्रिएर रहेछ क्या मेरो अगाडि पनि इन्ट्रो बनाएको थिएँ तर कामै लागेन हौ त्यो अब बिस्तारै टिका लाउने बेलतिर भेट्छ है त
चाहिँ अहिले टक्क भइयो अब चाहिँ हाम्रो खानपिन हुँदैछ अनि यहाँ चाहिँ हाम्रो सन्दीप भाइ ल साथीहरू अहिले चाहिँ अब हामी फर्किसकेको अनि यहाँ चाहिँ हामी पानी खान बसेको थियो अनि हामी पानी खाएर अब हामी चाहिँ चल्दिनुपर्छ है त ल गाइस ओए